हाम्रो देश गुमाउनु मन लाग्छ हामीलाई ए लन्ठाम भो लैजाओस् है भन्नेहरू पनि छन् त होइन ए यस्तै नाथे लन्ठा भयो इन्डियाले लगिहाले हुन्थ्यो यो यस्तो के गर्ने यो होइन कहिले बाटो नि बन्दैन पानी नि छैन है भन्ने पनि कहिले कहिले त कसै त लाग्छ होला कसैले भन्छ होला ए चाइनाले लगिहाले हुन्थ्यो पऱ्यो होइन यस्तै काम छैन यो भन्ने लाग्छ होला तर त्यस्तो सोच्नु हुँदैन है हाम्रो देश हो यो हामी आफैले चलाउनुपर्छ है हाम्रो देश हो यो हामी आफैले आफ्नो निर्णय गरेर अगाडि बढ्नुपर्छ यदि त्यसो भने हाम्रो देश हामी आफैले पसिना बगाएर बनाउनुपर्छ म यो पनि भन्न चाहन्छु यदि त्यसो हो भने श्रम संस्कृति मात्रै त्यस्तो पार्टी हो जसले यो देश बचाउन चाहेको छ कस्तो मजाको भाइहरू होइन त्यो के त्यो पास गर्दो रहेछ त्यो खै के भन्छ कोरियन भाषाको टेस्ट अनि जान्छ गएर खेती गरिरहेको हुन्छ अनि त्यहाँ गइसकेपछि चाहिँ बल्ल हर्क साम्बाङलाई मन पराउँदो रहेछ फेरि यहाँ बसिन्छ त हर्के हलदार ढुङ्गे यो बौला पाखे अनि मैले भनेको बुझ्नलाई त कोरियामा गएर चाहिँ 6 महिना जोतिनु पर्दो रहेछ होइन गोबर सोर्नु पर्छ कि त्यो होइन ढुङ्गा बोक्नु पर्छ कि अब उताबाट मोबाइल आएकै गर्छ अरे प्याक गरेकै गर्नुपर्ने अरे है त्यस्तो कण्ठ पारेर आउँछ फेरि कट्टुमै सु चाहिँ गरेर आउँछ बरु कट्टुमा सु नगर्ने यसरी चाहिँ सु गर्ने भनेर सिकाउनु नि त्यो पो त शिक्षा त होइन र त्यस्तो कण्ठ पारेर आउँछ फेरि कट्टुमै सु चाहिँ गरेर आउँछ बरु कट्टुमा सु नगर्ने यसरी चाहिँ सु गर्ने भनेर सिकाउनु नि त्यो पो त शिक्षा त होइन र खोइ त हाम्रो शिक्षा र हाम्रो जीवन भेट भएको ए फराइफल बी फरबल सबै भन्छ है फेरि कट्टुमा चाहिँ सु गरेर आउँछ हाम्रो छोराछोरी त्यो खालको शिक्षालाई चेन्ज गर्नुपर्छ बदल्नुपर्छ हामी शिक्षाबाट परिवर्तन ल्याउँछौँ अरूसँग छैन त्यो एजेन्डा गर्दैन अरूले एजेन्डै छैन विचारै छैन निशानै छैन गर्दैन हामी गर्छौँ है शिक्षामा परिवर्तन ल्याउनुपर्छ काम गर्नु सानो होइन काम गर्नु के सानो हो त जस्तै यताभरि तपाईँको खेती गर्ने ठाउँ छ दिनभरि खेतमा काम गर्नु त्यो सानो हो त तर हाम्रो देशमा चाहिँ खेतमा काम गर्ने मजदुर किसानलाई चाहिँ हेला गरिहाल्नुपर्ने राम्रो बुझ्नु ल यो कुरालाई पनि हामी भत्काउँछौँ है तपाईहरुले मलाई जिताएर पठाउनुहोस् हाम्रो उम्मेदवारहरूलाई जिताएर पठाउनुहोस् हामी खेतबारीमा आएर समस्याहरू बुझ्छौँ किनभने खेतबारीको समस्या नबुझिकन उत्पादन हुँदैन हुन्छ त हुँदैन अनि उत्पादन हुँदैन भने विकास कसरी हुन्छ मोबाइल हेरेर मात्रै त हुँदैन होला त मोबाइलमा त राम्रो टमाटर हुन्छ नि चिल्लहरू हुन्छ एआई भन्दो रहेछ झन्झार हो होइन एआईको कस्तो राम्रो तर खानु मिल्दैन भात पनि एआईले दिए त म पनि चुनाव लड्दिनँ थिएँ एआई नै चलिरहन्थ्यो एआईले नै विकास गरिदिन्थेँ यतातिर होइन सबै एआईले भइहाल्थ्यो त एआईले हुन्छ यहाँ ट्रेन बनाउनु पर्यो भने एआईले कम्प्युटरमा बेसरी चलाएर हुन्छ र मरिमरि त्यहाँ काम गर्नुपर्छ त्यसले गर्दाखेरि वास्तविक काममा हामी लाग्नुपर्छ वास्तविक काम गर्नुपर्छ यो देशमा काम नगरेर हाम्रो देश विकसित नभएको क्या हाम्रो घरबाट कोही न कोही कि त तपाईको चाहिँ हैन छोरा मान्छे विदेश गएको छ कि त छोरी मान्छे गएको छ है प्रत्येक घरबाट प्राय त्यस्तो छ है धरानमा नेपालै भरि विदेश गएर त्यो परदेशीले के यस्तो गरेर एआई चलाएर पैसा पठाइदिएको हामीलाई यस्तो गरेर हेरेर हैन यस्तो गरेर यस्तो उस्तो भाषण गरेर हैन पैसा पठाइदिएको हो होइन मरिमरि काम गरिराखेको छ है यहाँ पनि हाम्रो युवाहरूलाई बिचारा अब यहाँ चाहिँ काम गर्दाखेरि सानो भनेकै कारणले काम गर्ने वातावरण नभएको कारणले क्या कस्तो मजाको भाइहरू होइन त्यो के त्यो पास गर्दो रहेछ त्यो खै के भन्छ कोरियन भाषाको टेस्ट अनि जान्छ गएर खेती गरिरहेको हुन्छ अनि त्यहाँ गइसकेपछि चाहिँ बल्ल हर्क साम्बाङलाई मन पराउँदो रहेछ फेरि यहाँ बसिन्छ त हर्के हलदार ढुङ्गे यो बौला पाखे अनि मैले भनेको बुझ्नलाई त कोरियामा गएर चाहिँ 6 महिना जोतिनु पर्दो रहेछ होइन
गोबर सोर्नुपर्छ कि त्यो होइन ढुङ्गा बोक्नुपर्छ कि अब उताबाट मोबाइल के आएकै गर्छ अरे प्याक गरेकै गर्नुपर्ने अरे है पिसाब फेर्न जानु पनि नपाउने अरे अब त्यत्रो मैले अस्ति भने नि मरपरतिर 50 तले 100 तले बिल्डिङको सिसा सफा गर्ने सबै नेपाली होइन डोरीमा झुन्डिँदै जानुपर्ने अनि डोरीमै खाजा पनि लगेर जानुपर्ने पाउरोटी त्यो कतिखेर निस्केर खान्छ र खान पाउँछ पाउँदैन होइन अनि पाउरोटी पनि निकालेर त्यही टोपीमै झुन्डिँदाखेरि तुरुन त्यही खायो होइन अलिकति रिस्ट्रेट गर्यो काम गरिरहेछ त्यस्तो काम गरिसकेपछि चाहिँ बल्ल हर्क साम्पाङ चिन्दो रहेछ यहाँ बसेर बाउको कमाइ खाइन्जेल हल्लेर खाइन्जेल त चिन्दैन होइन उसको बाउले उता कति दुःख गरेछ मलेसियामा होइन साउदीमा बेल्चा हानेर पैसा पठाइदिइरहेछ यहाँनिर चिल्लो छैन भार होइन पल्सर किनेर सर कुदिरहेछ अनि हर्के हल्दार त काम गरेर पनि भन्छ ढुङ्गा बोकेर देश भन्छ भनिरहेछ उसको बाउले चाहिँ उता बेल्चा चलाइरहेछ बुद्धि त्यस्तो छ हाम्रो त्यसले गर्दाखेरि यी सारा कुरालाई हामी चेन्ज गर्छौँ कुरा बुझ्नुभयो नि यही देशमा काम गर्न सक्ने वातावरण हामीले बनायौँ भने मात्रै यो देशमा उत्पादन हुन्छ होइन अनि यो देशमा उत्पादन भइसकेपछि मात्रै तपाईँ के हो त भन्दाखेरि यी नानीहरूको पनि भोलिको दिनमा अवसर होइन यही देशमा पाउने खालको भविष्य हामी बनाउन सक्छौँ अब तपाईँहरूले यसपालि चुनाव चिन्ह माटोमा भोट हाल्नु हर्क साम्पाङ काम गरेर प्रमाणित भएको मान्छे हो मैले तपाईँहरूको सेवा गर्दै 3.5 वर्ष काम गरेँ विश्व रेकर्ड राखिदिएको मान्छे हो मैले काम गरेर विश्व रेकर्ड राख्ने कोही पनि छैन नेपालमा है त्यस्तो मान्छे घिनलाग्दो बगरहरूमा आज हामीले तपाईँको छैन करोडौँ रुपियाँको आम्दानी गर्ने पार्क बनाएका छौँ होइन अप्ठ्यारो भिर भित्ता जस्तो भिरबाट हामीले पानीहरू लिएर तपाईँको चाहिँ खुवाएका छौँ नहुने हुँदैन भन्ने असम्भव लाग्ने कुराहरूलाई सम्भव बनाएर देखाएका छौँ यी सारा कुराहरू तपाईँहरूले गर्दाखेरि मैले काम गर्ने मौका पाएँ त्यस पछाडि मैले काम गर्दै जाँदा भएका उपलब्धिहरू अब यो खालको मान्छेलाई यो देशको नेतृत्वमा तपाईँहरूले पुर्याउनु पर्छ भन्छु म चाहिँ यदि नेतृत्वमा पुर्याउनु पर्छ भने चुनाव चिन्ह अन्जुलीको माटोमा भोट हाल्नु होला फेरि पुरानै तपाईँको चाहिँ होइन चुनाव चिन्हहरूमा भोट हाल्नु थाल्नु भने पुरानै दशा पुरानै व्यथा होइन घुमिरहन्छ केही पनि हुँदैन तपाईँले राम्रो बुझ्नु है तपाईँले टमाटर रोप्दाखेरि के उम्रिन्छ त्यहाँ टमाटरै उम्रिन्छ अब पुराना दलहरूलाई भोट हाल्नुभयो भने पहिला के दुर्दशा भएको थियो त्यही कुरा फेरि दोहोरिन्छ केही पनि नयाँ आउँदैन है त्यसले गर्दाखेरि श्रम संस्कृतिलाई तपाईँहरूले भोट हाल्नुहोस् यसपालि म त्यो भन्न चाहन्छु यहाँहरू सबैजनालाई यो जाडोमा होइन विभिन्न कामहरूलाई थाती राखेर भेला जम्मा हुनुभएकोमा धन्यवाद दिन चाहन्छु अब भ्रमणको गीत गाएको होइन जो वास्तविक कुराहरू मैले भनेको छु यहाँहरू सबैजनालाई धैर्यताका साथ हामीलाई हेरिराख्नु भएको छ सबैजना विशेष गरी म युवाहरूलाई भन्न चाहन्छु युवाहरूले यो कुराहरू बुझ्नुपर्छ र सबै उमेरका मान्छेहरूले यो कुरा बुझ्नुपर्छ है यो कुरा तपाईँहरूले बुझेर तपाईँहरूले पनि अब सघाउनुपर्छ मलाई परिवर्तन म एक्लैले लिएर हुन्छ र हुँदैन नि त होइन म एक्लैले त मेरो भागको ल्याउँछु नि तपाईँको भागको तपाईँले ल्याउनुपर्छ हामी सबै ढिक्का भएर श्रम संस्कृतिमा आबद्ध हौँ है विभिन्न ठाउँमा गएर तपाईँहरूले हाम्रो चुनाव चिन्हको बारेमा प्रचार प्रसार गर्नुहोस् यतिखेर फागुन 21 सम्म तपाईँ हामीले सोच्ने भनेको चुनाव मात्रै सोच्ने हो अरू कुरा सोच्नु हुँदैन हामीले किनभने गल्ती भयो भने फेरि देश अहिले त विदेशी सेनाहरू पनि आइसकेको छ देशमा होइन र हाम्रो देश गुमाउनु मन लाग्छ हामीलाई ए लन्ठाम भयो लैजाओस् है भन्नेहरू पनि छन् त होइन ए यस्तै नाथे लन्ठा भयो इन्डियाले लगिहाले हुन्थ्यो यो के गर्ने यो होइन कहिले बाटो नि बन्दैन पानी नि छैन है भन्ने पनि कहिले त कसै त लाग्छ होला कसैले भन्छ होला ए चाइनाले लगिहाले हुन्थ्यो पऱ्यो होइन यस्तै यो काम छैन यो भन्ने लाग्छ होला तर त्यस्तो सोच्नु हुँदैन है हाम्रो देश हो यो हामी आफैले चलाउनुपर्छ है हाम्रो देश हो यो हामी आफैले आफ्नो निर्णय गरेर अगाडि बढ्नुपर्छ यदि त्यसो भने हाम्रो देश हामी आफैले पसिना बगाएर बनाउनुपर्छ म यो पनि भन्न चाहन्छु
यदि त्यसो हो भने श्रम संस्कृति मात्रै त्यस्तो पार्टी हो जसले यो देश बचाउन चाहेको छ है। म त्यति भन्न चाहन्छु। यहाँहरू सबैलाई जय होस् भन्दै धन्यवाद दिँदै हामी बिदा हुन्छौँ। म फेरि पनि आउँछु। फागुन 21 मा 2वटा मतपत्र, एउटा प्रत्यक्ष एउटा समानुपातिक तर्फ, दुईटैमा अन्जुलीको माटो खोजेर, माथि हुँदैन, माथि त त्यही लोदरी चिन्हहरू हुन्छ, तलबाट हेर्नु होला, तलबाट हेरेर चुनाव चिन्ह अन्जुलीको माटोमा एक छाप ट्याक्क दुईटा उमा एक छाप हालेर बाकसमा खसाउनु होला। हुन्छ नि? त्यति गरिदिनु भयो भने श्रम संस्कृतिले जिम्मा लिन्छ यो देश। हामी ल्याउँछौँ यो देशको, हामी ल्याउँछौँ के अरे, हामी लिन्छौँ जिम्मा यो देशको है। यहाँ सबैजनालाई हार्दिक नमस्कार छ। जय होस्, जय धरान, जय माटो, जय देश। नमस्ते। पार्टी कुरा ख्याल गर्छौँ। 15 दिन एकदम